नेपाल भाषा साहित्यबाट नेपाली भाषामा अनुदित कथा वाचन गर्ने क्रममा आज एउटा लघु कथा लिएर आएको छु। प्रज्ञा सर नामको यो कथाका कथाकार मासँग गल्ली काठमाडौँका बासिन्दा राजा साक्य हुनुहुन्छ। यो कथा नेपाल सम्म 1129 तदनुसार 2066 सालमा प्रकाशित बाखौं डबु समसामयिक पत्रिकामा प्रकाशित कथा हो। कथाकार राजा साक्यको 60वटा कथा सङ्ग्रह प्रकाशित भइसकेका छन्। प्रकाशित कथा सङ्ग्रहहरूमा मोटकी, जी खग्रास मखु मिलाया, नसल टुएव, कुचकुचा किपा, बुङ्गा, वावल फेवल र लङ्गुर बुर्जा हुन्। जी खग्रास मखु मिलाई कथा सङ्ग्रहलाई नेपाल सम्म 1103 तदनुसार 2040 सालमा श्रेष्ठ श्रीपाले पुरस्कृत गरिएको थियो। मूल नेपाल भाषाबाट नेपाली भाषामा अनुदित यो प्रज्ञा सर कथा नेपाल प्रज्ञा प्रतिष्ठानबाट विक्रम सम्वत 2070 सालमा प्रकाशित ब्युजिएका पाइलाहरू कथा सङ्ग्रहबाट साभार गरिएको हो। पुस्तकका सम्पादक रिना तुलाधर र भाषानुवादक नवीन चित्रकार र ध्रुव मरिकर्मी हुन्। प्रस्तुत कथामा वृद्धावस्थामा मानिसहरूमा हुन सक्ने सुसुप्त अवस्थामा रहिरहने यौनप्रति आकर्षण र कमजोर मनस्थितिको चित्रण गरिएको छ। सुन्नुहोस् राजा साक्यद्वारा लिखित कथा प्रज्ञा सर। वास्तवमै भन्ने हो भने प्रज्ञा सरले 30 वर्ष अगाडिदेखि नै अध्यापन गर्दै आइरहनु भएको हो। नामलाई सुहाउन गरी उहाँमा भित्रैसम्म ज्ञानको भण्डार पनि छ। स्कुल, क्याम्पस र ट्युसनले गर्दा जहाँ पुगे पनि हात जोडेर अभिवादन गराउन सक्ने उहाँको व्यक्तित्व बनिसकेको छ। उहाँले आजसम्म कसैले पनि चित्त दुखाउनु भएको छैन। कसैसित कुरा गर्दा पनि तपाईँको कुरा ठिक छैन, त्यस्तो होइन, यस्तै हो भनेर आफ्नै मात्र कुरा लाड्ने गर्नुहुन्न। अध्यापन उहाँको रोजगार मात्रै होइन, आफू बाँच्नमा उज्यालो थपे जस्तै हो। उहाँले आजसम्म कसैसित ठुलो स्वर गरेर बोल्नु भएको छैन, कसैसित झगडा गरेको सुनिएको छैन। त्यस्तो व्यक्तिलाई एक दिन के भयो विचित्र सङ्कट आइलाग्यो। एक साँझ डुल्न निस्किँदा उहाँले पुतली सडकतिर आफ्नो क्याम्पसको छात्रा एक अपरिचित युवकसित नारिँदै हिँडिरहेको देख्नुभयो। त्यस्तै कलिले केटी कुनै केटोसित बीच सडकमा हात समात्दै काँधमा काँध जोड्दै बाटो छेउछेउमा हिँडिरहेको देखेर उहाँले निकै चिन्ता पर्यो। यति बेला अपरिचित केटोसित घुमिरहेकी छे। रात पर्न लागिसक्यो। कहाँ जान लागेका होलान् यिनीहरू? यो केटो कहाँको होला? को होला यो केटो? असल केटो हो कि खराब हो कि? आमा बाबुले पिर पो लिइरहेका छन् कि? अस्ति एकचोटि तिम्रो घर कहाँ हो भनेर सोधेको पनि हो। कहाँ हो भनेकी थिए? उहाँले सम्झन सक्नु भएन। तैपनि यतापट्टि त उसको घर हुँडी होइन जस्तो छ। हेरिहालौँ न यिनीहरू कहाँ जाने होलान्। उहाँ 10-12 पाइलाको दूरीमा पछि लाग्नुभयो। कमलाडी र कमल पोखरीको चौबाटोमा ट्राफिक र मोटरको अवरोधले यताउति आँखा लगाउँदै गर्दा पछाडि फर्केर हेरेको बेला उनीहरूले प्रज्ञा सरलाई देखिहाले। प्रज्ञा सरले नदेखे जस्तो गरे पनि उनीहरूले प्रज्ञा सरले राम्रैसँग चासो लिइरहेको थाहा पाए। उनीहरू सिधा नगई दायाँ मोडेर दिल्ली बजारतर्फ लागे। किचकन्याको खुट्टामा बाँधिएको धागो चाहिँ प्रज्ञा सर तिनीहरूको पछाडि बाँधिएर पछ्याइरहनु भयो। उनीहरू आफ्नै छायाले पछ्याएको चाहिँ अतालिँदै पसलतिर हेरे चाहिँ गरी फर्की हिँडे। उनीहरूका पुच्छरसरी पछि लागेका प्रज्ञा सर जति गर्दा पनि पछि लागेको देख्दा छक्क परे। उनीहरू कहीँ पुग्न हतार भएका चाहिँ फटाफट पाइला चालेर अगाडि बढे। अनि प्रज्ञा सरले पनि ठुल्ठुलो पाइला चाल्न थाल्नुभयो। दिल्ली बजार उकालो नागेर कमल पोखरी नक्सालतिर पाइला मोड्यो। 8-10 पाइला चालेपछि उनीहरूले फर्केर हेरे, तर उनीहरूले प्रज्ञा सरलाई देखेनन्। केही बेरपछि घुमिफिरी फेरि जम्का भेट भयो। छात्राको केटो साथी टक्क ढुक्यो। छात्राले केटाको हात समातेर ताने अनि त प्रज्ञा सरलाई झन् बढी शङ्का लाग्यो। प्रज्ञा सरलाई एक्कासी उनीहरूसँग झनक्क रिस उठ्यो। यिनीहरूले त अति नै गरे। केटीले नै हात समातेर तानेपछि त अब यिनीहरू राम्रो नियतका होइनन् भन्ने पक्का भयो। उसले कक्षामा सबभन्दा राम्री र हिसी परेकी छात्रा भनेर ठानेकी त सोचे भन्दा फर्क पो भइदिए। तर कमल पोखरी नक्साल र ज्ञानेश्वरको दो बाटो टिनकुनीतिर पुग्दा उहाँको आँखाको नानीलाई उनीहरूले तिर्मिराइदिए। उनीहरू आकाशबाट झरेको तारा चाहिँ एकछिनमै अलप भए। प्रज्ञा सर तिलमिलाउनु भयो।
उहाँले एक्कासी अँध्यारो भई मुसलधारी पानी परेछै भयो। चिसो हावाले अनुहारको छाला नै पट्ट पट्ट फुट्ला जस्तो गरी प्रज्ञा सर लोड सेडिङमा छामछाम गर्दै घर आइपुग्नु भयो। भोलिपल्ट बिहानै क्याम्पसमा पुगेर कक्षामा पढाइरहँदा पिएनले अत्यन्त जरुरी भन्ने लेखिएको कागज ल्यायो। कागजमा तुरन्तै मेरो कोठामा आउनु होला प्रिन्सिपल भनेर लेखिएको थियो। हतपट पढाइ सिध्याएर अनुशासित विद्यार्थी चाहिँ उहाँ प्रिन्सिपलको कोठामा पुग्नुभयो। नरम पाराले उहाँले सोध्नुभयो, सरले मलाई बोलाउनु भएको हो, के यहाँ आज्ञा छ कि? प्रिन्सिपलले उहाँले एकछिन अगाडि एउटी छात्राले गरेको गुनासोबारे सोधपुछ गर्यो। के हो सर, हिजो त तपाईँले एउटी छात्रालाई फलो गरेर हुन्नसम्मको दुःख दिनुभयो अरे, त्यसले अर्काको व्यक्तिगत मामिलामा तपाईँले हस्तक्षेप गर्नुहुन्छ? तपाईँ त गजबको मान्छे पो रहेछ। प्रज्ञा सर त छक्क पर्नुभयो। उहाँले आफूलाई लागेको कुरा प्रिन्सिपललाई स्पष्टीकरण दिनुभयो। सर, मैले चाहिँ निर्बोध छात्राहरूलाई आफ्नै छोराछोरी सम्झेर गलत बाटोमा नलागोस् भनेर ध्यान दिएको हुँ। उल्टै मेरै चरित्रमाथि शङ्का गर्नुभयो। यो अन्याय भएन र? उहाँले यति के भन्नुभयो, प्रिन्सिपलले उहाँलाई खाउला चाहिँ गरेर हप्कायो। अर्काको मामिलामा तपाईँले के को चासो? क्याम्पसभित्र भयो एउटा कुरा, यो त बाहिरको कुरा पर्यो। त्यसमाथि ट्राफिक जाम भइरहने सडकमा तपाईँले फलो गर्नुपर्ने नै किन? त्यो पनि उनी आउट ड्रेसमा थिइन्। उनीहरू जोसँगै हिँडुन् न, तपाईँले के मतलब भन्नुहोस् त? तपाईँ क्याम्पसभित्र पो प्राध्यापक, बाहिर त होइन नि। त्यसले अरूको मामिलामा दखल दिने काममा नलाग्नुहोस्, त्यसले तपाईँले पनि राम्रो हुँदैन है, सोच्नुहोला। प्रिन्सिपलले त्यसले ठाडो भन्ला भने उहाँलाई लागेकै थिएन। त्यसले झन् भुइँचालो नै ल्याइदियो। तपाईँले राम्रो हुन्न है, यो के भनेको? चरित्रहीन भनेर एक्सन लिने हो कि अनुशासनहीन भनेर निष्कासन गर्ने पो हो कि? ओहो, मैले त्यस्तो गरेकै के नै छु र? यदि क्याम्पसबाट निकालिएँ भने मेरो जीवन चट्ट हुन्छ, म त ठहरै हुन्छु। मेरो परिवार, ओहो मेरा सन्तान, प्राध्यापक जस्तो मान्छे नचाहिने काम पो गर्दा रहेछन् भनेर टोल छिमेकालले भन्ने भए। ओहो, यसो भयो भने त मरे तुल्य हुन्छु म। यसरी बेइज्जती सरेर बाँच्नु परे मरेर जानु नै बेस, रानी पोखरीमा डुबेर मर्नु नै जाति। उहाँले प्रिन्सिपललाई सिधै आफ्नो जीवनको अन्तिम इच्छा घोषणा गरिहाल्नुभयो। सर, यसो भयो भने म त पोखरीमा हाम फालेर मर्ने भएँ, आज म घर नफर्किने भएँ। प्रज्ञा सरलाई यसरी आघात पर्ला भनेर प्रिन्सिपलले पटक्कै सोचेको थिएन। प्रिन्सिपल साहबले मेचमा बसेर त्यसरी बोलेको कुराले उहाँको मनमा एक्कासी यति बिग्न आगो डन्कला भनेर विचारै भएन। उहाँ पोखरीमा खसेर प्रज्ञा सर आफै पनि विस्फोट भएको ठाडाको मुहानमा परेर चिसोले अडमरो हुँदै गयो। यो देखेर हट्टनपट्ट प्रज्ञा सरको हात समात्दै भन्यो, त्यसो होइन सर, मैले त्यसो भनेको कहाँ हो र? अब म तपाईँलाई कसरी कुरा बुझाउँ? कथा सकियो।